ठ्यास मैले साथीहरूले त्यो गाउँमा हेरेर देखाएको थिएँ होइन यो पुल चाहिँ यो काठमाडौँमा खुब धेरै चल्छ क्या यो पुलहरू भनेर आज चाहिँ म यही पुल चढ्न गइरहेको छु होइन के हुँदो रहेछ भन्ने मलाई लागिरहेछ कि खासमा म यो आकाशे पुल भन्ने ठाउँमा पहिलोपटक चढ्दैछु यो पुलको नाम चाहिँ खासमा आकाशे पुल भन्दा रहेछन् होइन काठमाडौँको ठाउँमा अलिकति गाह्रै हुने यो आकाशे पुल हो खासमा अब खासमा गाडीहरू पनि कुदिरहेको हुन्छ यसबाट चाहिँ गाडीहरू कुदेको सरर देखिने होइन उता आएर गाडी है नमस्ते जिन्दगी यता आएर गाडी म चाहिँ बिचमा क्या सरर हिँडिदिने गाडीहरू यता छेउबाट आउने यता छेउबाट गाडी आइदिने मान्छे माथिबाट तर्दिने होइन यहाँ त मजाको ठाउँ रहेछ नि हौ आमा घरि यताबाट कुद्छ गाडी घरि उताबाट कुद्छ है अनि मान्छे चाहिँ माथिबाट तर्दिने क्या आनन्द छ अब म यतापट्टि झर्नुपर्ने खासमा म यतापट्टिबाट चढ्दै झर्नु पर्यो नि त होइन नझरी त काम छैन जिन्दगी बिजोग रमाइलो छ अब म केही क्षणमा मेरो आभार प्रतिभाहरू तपाईँहरूलाई देखाउन गइरहेको छु अब समझदारी सबैजना हेर्नु होला अब मेरा दिदीबहिनीसँग म भेट्न गइरहेको छु आज भर्खर अब भर्खर बहिनीहरू हुन् भर्खर काठमाडौँ आएको उहाँहरूसँग भेट्नको लागि आएको थिएँ म अब उहाँहरूलाई म भेट्छु र कुराकानी गर्छु त्यहाँबाट के हुन्छ कसो हुन्छ त्यहाँबाट हामी आफै अगाडि बढ्छौँ अहिले साथीहरू अब हामी केही समयपछि नै पुग्ने नै छौँ भन्ने मलाई लाग्छ गाडी कुदिरहेछ गाडी कुदिरहेछ यत्रो गाडीहरू पाइने काठमाडौँ भाइ अब गाउँ जस्तो होइन सर कुद्ने यत्रो गाडी बसहरू आएको आइस यता बस यता आएर बस उता आएर बस अनि सबैजनाले यसो हेर्नु होला यसो सब्सक्राइब गर्नु होइन बेलायङ्कन दबाउँ सबैजनाले अलमा राखौँ अनि त्यहाँदेखि म केही क्षण पछाडि अगाडि बढिरहेको छु केही क्षणको समय हो मेरो अनि त्यस पछाडि हामी अगाडि बढ्नेछौँ यहाँ अगाडि अलिकति गाडी छ साथीहरू त्यस पछाडि हामी अगाडि बढ्छौँ भन्ने मलाई लाग्छ अब म एकैछिनमा फेरि भेट्छु उहाँहरूलाई अब अगाडि बढेर अब छिनमै आइपुग्छ उहाँ परबाट मलाई हेरिरहेछन् म यताबाट यिनीहरूलाई एकदम हटै तरिकाले देखाउँछु जान्छु म यिनीहरूलाई होइन हातले छौँ होइन यसरी खै तरिकाले जानु पऱ्यो होइन यिनीहरूलाई म एकदम सरप्राइज दिने मेरो एउटा चाहना हो होइन अब उहाँहरू कहाँ छन् म यहाँ छु है म चाहिँ बौला जस्तो भएर आएको छु होइन यो जडीबुडी भन्ने ठाउँमा प्लेन कहाँ आएको यो ठुलो रहेछ प्लेन त जुमसुम हुँदैन त्यहाँ ठुलो रहेछ प्लेन चाहिँ अब म अगाडि बढिरहेको छु अब म यता छिर्नु पर्थ्यो खासमा बिजोग रमाइलो भनेको नि त मलाई छिर्नुपर्ने उनीहरू छन् त्यहाँ अब अगाडि बढिरहेको छु म अब देखाउँछु तिनीहरूलाई म ल यताबाट हेर्दै यहाँ अगाडि छन् अब यिनीहरूले मलाई नमस्कार गर्नुपर्ने हुन्छ अब दाइलाई कतिको नमस्कार गर्छन् ल दाइलाई नमस्कार पनि गरेँ यिनीहरूले धन्यवाद मेरो बहिनीहरू हुन् गाडीमा एकदम रोपी तरिकाले बोल्नुपर्छ होइन आवाज धेरै खान्छ यो काठमाडौँतिर गाडी गाडीको आवाज सुन्नु पर्दा नि पुग्ने हो गाडी हजुर हामी फेरि कोलम्बीबाट घुमेर ल्याए आउने तपाईँ घर चाहिँ कहाँ अरे हजुर वीरगञ्ज त्यही त गाडी चाहिँ मलाई कुदाउनु हुन्छ र तपाईँले कुदाइ मन पऱ्यो क्या तपाईँको मलाई कुदाउनु हुन्छ गाडीमा तपाईँको गाडी नम्बर कति रे तपाईँहरू पनि यसो काठमाडौँतिर आउनु भयो भने चढ्न सक्नुहुन्छ गाडीमा राम्रो छ कुन ठाउँ चल्ने सायद तपाईँ गाडी चाहिँ कुन ठाउँ चल्छ भनिदिनु त एकचोटि त्यति याद छैन उहाँलाई चाहिँ थाहा होला तपाईँलाई थाहा छैन ल हेर्नु होला यता मान्छे चढिरहनु भएको छ उतापट्टि उडोहरू एकदम राम्रो छ मान्छे पनि टन्नै हुनुहुन्छ हाम्रो यहाँनिर एकदम राम्रो छ गाडी एकदम ठिक छ मान्छे चढिरहनु भएको छ यहाँनिर हेर्नु मेरो बहिनीहरू भएको छ चाहिँ एउटा उता हेर्न पनि चाहिँ एउटा यता रुएर आधा होला नाच्नुको अवस्था छ म चाहिँ अगाडि बसेको छु यहाँ ड्राइभर दाइसँग हेर्न सक्नुहुनेछ
गाडी जाम परेको अवस्था छ यहाँ। त्यही त गाडी त जाम परिहाल्छ नि। त्यही त पुरै अगाडिबाटै परिरहेको जाम चाहिँ। फेरि एक्कासी गर्नु पुलिसले फेरि हाल्दा ट्राफिकबाट कुदिरहेको छ फेरि बाइकको फेरि। अब कति बेरसम्म हुने हो यो जाम? एकदम तीव्र गतिमा गइरहेको छ साथीहरू, एकदम फास्ट तीव्र। माछा पोखरी आइ नै सक्यो, नयाँ बासबाट माछा पोखरी त्यहीँबाट हो ठ्याक्कै। फेरि यहाँनिर जाम परिहाल्यो। अगाडि जाम हल्का होला। यहाँ फेरि चढ्ने मान्छेलाई यहाँ बसमा त्यस्तै लागेको छ मलाई। यहाँ बसमा चढ्ने मान्छे हो नि यहाँ कति। यहाँ फेरि यो गाडी कहाँ तिर्स्याएको त हो, कहाँ तिर्स्याएको हो? लापरवाही छ हौ, मन परेकाहरू सबै तिर्स्याएको छ है। ऊ एउटा गाडी त्यहाँ पल्टेछ हेर्नु साथीहरू, खाल्टोमा एउटा कार छिरेर चाहिँ खाल्टोमा निकाल्दैछन् हिलोबाट। कहाँ हालेको त मन परे कुदाएको छ नि, मन परे कुदाएपछि छिराइहाल्छ नि। अब फेरि यहाँनिर जाम भयो, फेरि एकछिन मान्छे हाल्नु पर्ने होला। यहाँतिर त खासै कलङ्गी जाने मान्छे हुँदैन नि क्या त। कुनै बेला हुँदा कुनै बेला अलि त्यस्तै हो। दृश्यहरू केही अवलोकन गर्न गइरहेको छौँ। भिडियो स्किप नगरी फेरि हेर्नु। यहाँ त पुरै सिन त राम्रो निकाल्दा माछा पोखरी फुल पटेको छ अगाडि। मान्छे के हो त्यो यो माछा पोखरी चोकमा भिड छन् क्या। उता त्यस्तै यता त्यस्तै, पुलमा भरि मान्छे, यता त्यस्तै मान्छे नै मान्छे। उयो खोला भलाएको रहेछ, कहाँबाट आएको पानी आएको होला पुरै। उता काठमाडौँ पानी आएको खोलै भलाइदिरहेको छ हेर्नु। राम्रो मान्छेको भिडम्बिट यो दियो क्या यहाँनिर। उता पसल त्यस्तै छ। यस्तो छ। पहिला चाहिँ मेरो त यही माछा पोखरी चोकमा बस्थ्यो माथितिर सर। यहीँनिर बस्थ्यो पुरै जानु नजानुभन्दा अगाडि। यहीँबाट बाटो क्रस गरेर उयोमा जानुपर्छ घुम जानलाई। अहिले छैन, अहिले यस्तो छ हालत। मान्छे यस्तो छ यहाँ, अब लाइनमा होला एकछिन मान्छे हाल्ने एकछिन। यहाँ पनि मान्छे नहालेको लाग्दैन, मान्छे त हाल्नु पऱ्यो। यतातिर जान्छ पहिला, हामी यताबाट माथि जान्छौँ। हामी यताबाट गएर रुममा पुग्छौँ। अहिले रुम सरुवा भएको छ हाम्रो टङ्की तर्फतिर। मान्छे यस्तै छ यहाँनिर चौकमा। चौकबाट होला मान्छे यस्तो अवधि भएको। ट्याक्कै यो माछा पोखरी चौकमा धेरै छन् मान्छे भिडम्बिट। बाइकको त्यस्तै जाम, मान्छेहरू त्यस्तै। अगाडि यस्तो हुनुहुन्छ हेर्नु, अगाडि मान्छे नै मान्छे छन् यहाँ। बजार होला। अगाडि कति लामो बसायो फेरि त्यस्तै हो। गाडीहरू त्यही घुमेछ उतै घुमेछ। अब अलिकति अगाडि बढ्दैछौँ, फेरि हामी बढ्दैछौँ। लामो गाडीहरू दिन पाइन्छ यहाँनिर। भाग्यशाली छौँ हामी काठमाडौँ बन्न पाएर। हिलो त्यस्तै छ। माछा पोखरी छु माछा पोखरीबाट हिँडिसकेको छौँ। फाइनली अब माछा पोखरीबाट निक्लिसकेको छौँ। अब हामी फेरि अगाडिको दृश्य देखाउनेछौँ तपाईँहरूलाई। माछा पोखरीभन्दा अगाडिको माछा पोखरीबाट चाहिँ हामी निक्लिसकेका छौँ। अब हामी माछा पोखरीबाट अगाडिको दृश्य तपाईँहरूलाई देखाउनेछौँ के कस्तो भएको छ हेर्नु सक्नुहुन्छ। फेरि यहाँबाट ठुलो भराइ सानो भराइमा आउँछ। अनि त्यहाँबाट स्वयम्भू, अनि स्वयम्भूबाट फेरि उता के गरेर चाहिँ कलङ्गी पुगिने हो। अब यतातिर चाहिँ बाटो खाली नै रहेछ भनौँ न। त्यति खासै चाहिँ यतातिर जाम परेको रहेछ। ठिक रहेछ यहाँतिर चाहिँ चिजहरू पनि उडेको छ होइन। रमाइलो गर्ने आउँछ यहाँतिर। फेरि अब यहाँ मान्छे अगाडि गर्नु पऱ्यो। यहाँ मान्छेहरू देखेको बास हो यो। के को ठाउँमा हुन्छ यस्तो छ है। फेरि बाटो घरमा हेर के गरेर बसेर जस्तो लाग्छ नि। के गर्नु हो भाषामाहरू है। तर हिजो छ यसरी बनाएर घर बनाएर घर बनाएर
कमानमा हो उहाँ पनि चढ्ने होला चढ्नुहुन्छ कि उहाँहरू नचढ्नुहुन्छ चढ्नुहुन्छ होला चढ्नु नै हुन्छ क्या अरे चढ्नु भएन ल्याङ गरेर गर्नुभयो नचढ्ने हो क्या अरे नचढ्ने हुने क्या अरे उहाँहरू स्वयम्भूको हाम्रो उहाँ देखिरहेको छ मन्दिरको एउटा देखिरहेको छ अब पट्न 8 यहाँबाट केही छैन हामी पुग्छौँ गाई पनि आइरहेको छ यस्तैमा गाईहरू आउनु भएको छ हाम्रा लक्ष्मीहरू जय हो लक्ष्मी जय होस् अन्नै हुनुहुन्छ अझैसम्म पनि चढ्दै झर्दै गरेर जनसङ्ख्या टन्नै छ हाम्रो यहाँनिर चढ्दै झर्दै उहाँहरू टन्नै हुनुहुन्छ अब हामी स्वयम्भूको नजिकै छौँ यति 100 मिटर अगाडि छौँ अब 100 मिटर पछाडि स्वयम्भू रहेको छ गाडीले आवाजले स्वयम्भूबाट देखिसकेको छ नजिक छौँ हामी अब यहाँबाट अलिकति अगाडि जाँदै गर्दाखेरि हाम्रो स्वयम्भू भोलेनाथको हामी दर्शन गर्नेछौँ सबैजना तयार भएर बस्नु होला हाम्रो स्वयम्भूनाथलाई दर्शन गर्नको लागि नत्र हजुरहरूले भनेको इच्छाहरू सपनाहरू पुरा हुँदैन एकदम दर्शन गर्नु होला सबैजनाले यहाँ अगाडि आइसकेको छ सबैजना रेडी भएर बस्नु होला अब एकछिनमा हामी स्वयम्भूनाथको दर्शन गर्ने ठाउँमा आइपुग्नेछौँ सबैजना रेडी भएर बस्नु होला हामी अगाडि बढिरहेका छौँ आइसकेको छ हाम्रो स्वयम्भूनाथ यहाँबाट अलिकति अगाडि फेरि जाम पऱ्यो यहाँ के को बिजोग छ ल हेर यो गाडी पनि जप्पायतीबाट फर्काउँछ हेर मान्छे कस्तो मान्छे जप्पायती स्या छ है बिच बाटोमा गाडी कता मान्छेले चाहिँ गाडी जप्पायतीबाट यहाँ छ बिचमा दुधौलीबाट आउने गाडीहरू सबै यहीँनिर हो भने यहीँनिर हो यो के को भन्छ हराइसरा के भन्छ दुधौलीबाट आउने बेस्ट बस्दै हो हेर्नु एउटा उहाँ छ सबै दुधौलीतिरबाट आउने गाडीहरू सबै यहीँनिर पर्छ हाम्रो यहीँनिर सबै यहाँनिर छ एउटा बेस्ट बस यहाँनिर छ दुधौलीबाट आएको भयो भने एउटा यहाँ माथि छ दुईवटा गाडी त्यहाँ माथि रहेछ दुधौलीबाट आउने गाडीहरू सबै यहीँसम्म आउँदो रहेछ कलङ्गीसम्म पनि पुग्छ कुनै अब रेडी हुनु केही छिनमा हामी पुग्नेछौँ सबजनाले रुवायो बेसरी अब सबैजना तयार हुनु होला हामी आइसकेका छौँ स्वयम्भूनाथ अगाडि आयो सबैजना ढुक्क भएर भन्नु होला यताको पाखापट्टि के को भन्छ यताको पाखालाई रहेको छ अब हामी प्रवेशद्वारा गरिदिने छ उहाँ हेर्नु होला एउटा मूर्ति देखिसकेको हामी स्वयम्भूनाथ मन्दिरबाट पनि अगाडि बढिसकेका छौँ अब अलिकति अगाडि हो यहाँबाट त हामी पुगिहाल्यौँ ठाउँमा होइन अब स्वयम्भूनाथ मन्दिरको दर्शन गरेर हामी फेरि लागिसकेका छौँ ब्याक कलङ्कीतर्फ अब कलङ्कीबाट हामी फेरि अझै अर्को गाडी फेर्नुपर्ने हुन्छ भिडियो स्किप नगरी फेरि हेर्नु होला फाइनली हामी कलङ्कीतिर आइ नै सकेका छौँ अब हेरौँ अगाडिको दृश्य हामी कहाँनिर झर्ने के गरेर झर्ने भन्ने कुराहरू हामी अगाडि बढेर कुरा गर्नेछौँ भइहाल्यो यहाँनिर मान्छे चढ्दै हुनुहुन्छ यहाँनिर होइन झर्दै हुनुहुन्छ फेरि अगाडि बढिरहेका छौँ उता एकदम मात्रै हुनुहुन्छ उता उहाँको मन पऱ्यो मलाई छोटो र छोरीले ल्याउनु भएको छ उहाँले एकदम है राम्रो बुझाउनु हुनुहुन्छ त्यसै कारणले हामी कलङ्की आइसकेका छौँ अब हामी माथि झर्ने यहाँ झर्ने हो कहाँ झर्ने हामी माथि नै झर्ने हो हामी खासमा यहाँ ट्रफी बाबु फेरि काठमाडौँमा जहाँ पनि हुनुहुन्छ ट्राफिकहरू काम चाहिँ कस्तो गर्नुहुन्छ भने राम्रो दिन
फेरि कहाँ माथि झर्नु पर्छ। माथि रोक्नुहुन्छ नि त है कलङ्गुलाई दाजु कलङ्गुलाई माथि रोक्नुहुन्छ त्यही त काठमाडौँमा बिजोग रमाइलो छ नि हौ साथीहरू यहाँ हिँड्डुल गर्नलाई राम्रो छ है ठाउँ चाहिँ बस्नको है धुवाधुलो राम्रै छ अहिले चाहिँ पहिला हेरी चाहिँ अहिले ठिकै तर पानी सानी पर्छ पानी नपर्दा चाहिँ कुनै कुनै ठाउँ उड्दो पनि हो हेर्नु त रमाइलो छ ठाउँ ल यहीँनिर हामी झर्ने हामी उहाँको गाडीमा फेरि भेट्यो भने टक्क चलाउँला फेरि होइन टक्क लाएर अहिले निक्लिसकेको छौँ हामी अगाडि बढौँ अगाडि अगाडि यही हो सामान ल ल म हिँड्छु नि सामान यस्तो रहेको छ हाम्रो गाडी गाडी यो तान्दा तल गर्दा कगिर्दा के भन्थ्यो दुईटा गाड हो 30 हामी 30 है यो बोरा खै हालेमा बस्छु काँधमा हाल्दै उडाएर काँधमा हाल्दै बोरा यताले ल हेर्नु साथीहरू हामी झरिसकेका छौँ हामी है अब अगाडि बढेर हामी कहाँ पुग्छौँ थाहा छैन अब केही छिनमा हामी अगाडि बढ्छौँ रोड क्रस गर्छौँ यो मेरो बहिनी यताबाट माथिबाट प्रकरण गर्छ त्यहाँ मलाई थाहा छैन त यता आमरी गर्ने क्या हो त्यसरी गर्दैन हो त्यसरी गर्दैन गाई चाहिँ कता हो नि तपाईँ ए ल ल हामी चाहिँ अब हिँड्दैछौँ अब आज बहिनीकै रुमतिर जाउँ भनेर मलाई कल गरे साथीहरू अनि म हिँड्दैछु है अब कतिखेर कहाँ पुग्ने हो हाम्रो ठाउँ छ होइन सबैजनालाई स्वागत छ फेरि पनि तपाईँहरूले सब्सक्राइब गर्नु भयो भने गर्नु होला सबैलाई स्वागत छ गन्तव्य हाम्रो एकदम नाजुक छ धरान जाने गाडी हो यो हामी जानुपर्ने त सतुङ्गोल हो त धरान त होइन त के सतुङ्गोल पनि होइन के अरे पुरानो त्यही छ साथीहरू हामी पुग्ने नै छौँ केही छिनमा गन्तव्य हाम्रो अर्कैतिर छ गन्तव्य हाम्रोतिर अर्कैतिर छ भने चित्रखाती हजुर खाती हजुर के सिया चाहिँ टिआरे के या चाहिँ टिया हजुर सामु र हामी अब यहाँ लागि परिरहेका छौँ अब अलिकति अगाडि हामी क्रस बाटो गर्छौँ क्रस गरेर हामी अगाडि बढ्छौँ भिडियो त्यो पुलिस पनि हाम्रो आफन्त चिनेकै मान्छे त भने डराउनु पर्दैन सबैजना एकछिन रोक्नु सबैजना है हामी रोड क्रसमा छौँ है खोला जस्तै हो यो पनि सेम बगेको खोला फर्कँदैन भन्छन् हामी एकदम रोड क्रसतिर छौँ डराउनु पर्दैन क्या त हामी एउटै ठाउँमा त हो नि अहिले चाहिँ हामी गाई चोरु अटोमा चढेर फेरि हिँडिरहेका छौँ अब हामी केही छिनमा रुम पुग्ने छौँ हामी अहिले अटोमा ट्राभल गरिरहेका छौँ अघि गाडीमा गरेका थियौँ भने अहिले हामी अटोमा छौँ अब अगाडि हेर्नु होला यसको दृश्यहरू यहाँको कुन ठाउँको पुग्नु पर्ने रहेछ साथी हामी जमुनाबाटी ल हेर्नु राति झन् राम्रो आउँदो रहेछ हेर्नु दिनभन्दा हामीलाई थुप्रै लाग्यो त्यो कोटेश्वरबाट यहाँ आइपुग्नु त 4 बजे हिँडेको यहाँसम्म कोटेश्वरै भनौँ न अब चाबेल कहाँ हुनु चाबेल गाडी फेरिरहेको नि त एक राउन्ड गरेर आएको चाबेल हुँदै अनि कोटेश्वरबाट चाबेल कलङ्गी हुँदै गाडी फेर्दै हो नि त हेर्नु होला यस्तो राति हुँदा पनि भिड छ काठमाडौँको ठाउँमा लास्ट गाह्रो हुने हेर्नु साथीहरू अहिले हामी मालिका नगर आइसकेका छौँ मालिका नगर आइसकेका छौँ अब हामी केही छिनमा फेरि पुग्नेछौँ झर्ने मान्छे हुनुहुन्छ अरे उहाँ झर्न आँट्नु भएको छ हामी हेर्नुहोस् यहाँ अटोमा यस्तरी हिँडेछौँ उहाँ आउनुहुन्छ
कता खोइ सानो बाटो लास्ट कता कुन ठाउँ लिएर जानु भएको छ त्यताबाट हामी हजुर त्यो बन्द भएको थियो नि यता 19 दिन 21 दिन पूर्व ए त्यतिखेर हामी स्कुटिङमा चलाएको थियो कि गाडी दिपा गाडी चलाउँथ्यो नि त म ए ठुलो गाडी पनि चलाउँथ्यो नि त त्यतिखेर त्यो फुलगडो बाटो छिरेर आएको बाफरे यत्रो बाटो यार बिचो गाडी त 25 पुरे दिपा गाडी फेरि कुन्ठे काठमाडौँ है ए भने तपाईँ त बिजो तरकारी ल्याउनु भयो है उहाँबाट गाडी अनुहार गइसक्यो त विदेश ए अनुहारहरू आफ्नो पर्ने हो र हामी सँगै चलाउँछौँ ए तपाईँहरूसँग चलाउने है हो यहाँ हामीसँग चलाउँदै गइसक्यो विदेशतिर गयो भने हेर्नुहोस् झिलिमिली काठमाडौँको एकदम रमणीय ठाउँ रहेछ यो बहिनीको रुमतिर घरै भनौँ न घरै भनौँ झिलिमिली बत्ती दाइले बुझाएको ठाउँमा मजा आयो ल हेर्नु सडक टल्काएर के आयो फेरि यो तर आइफोन मोबाइल चाहिँ कडा हुने क्या त है जस्तै राति पनि क्यामेरा चाहिँ मोबाइल निकाल्दैन क्या यहाँ क्यामेरा आउने ब्याट्री नटिक्ने ब्याट्री चाहिँ नठिक्ने मोबाइल त्यो चाहिँ मलाई पनि त्यही पिरो मेरो साथीले खोलामा ढुङ्गा सेल्फी बनाइदिएको सुझा साइबर आयो भने ब्याट्री नटिपेपछि के गर्नु एउटा टिभीमा बनाउँदै सिधै ब्याट्री अनि अरू कहिले बनाउने अरू कहिले घर जान चार्ज गर्नु अनि चार्ज गर्नु न त्यही त पावर ब्याङ्क त बोक्नु पर्छ त अहिले तर पावर ब्याङ्कबाट पनि खासै चार्ज हुँदैन नि फेरि आइफोन त ढिलो हुन्छ 2 दिनले रे गर्दाखेरि त ब्याट्री टुङ गरेर गएको गइगयो अनि त्यहाँ होस् के बनाउनु पाएन पाएन त्यहाँबाट ड्याम्रो त्यस्ता त अब मोबाइल घाममा सुकाइदियो भने हान्ने टुङ्गाले यतैतिर हो यहीँबाट माथि होइन यहीँबाट माथि ल ब्रेक दबाई त के गरी जाने हो जान्छौँ हामी ल ठ्याक्कै हामी बहिनीको रुम जाने बाटोमा आइपुगेछौँ अब हामी यहाँ उहाँसम्म गएको छौँ कति भयो 150 रुपियाँ निकाल्दा नानी भाडा त्यो बोरा 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 ल दाइलाई मुरी मुरी धन्यवाद है ल तपाईँकोमा आउँदा पनि फेरि चढ्छु म अहिले राम्ररी जानु होला नाम के अरे तपाईँको साथी मेरो हजुर मेरो राम लामा हो ए राम लामा ल राम्ररी जानु ल ल ल ल दाइ राम्ररी जानु है धन्यवाद ल्याइदिएकोमा खुसी लाग्यो ल नानी मलाई हाल्छ यो कुरा काँधामा